तपाईहरुको टिकटक अकाउन्टको स्ट्याटस कस्तो छ, कुनै स्ट्राइक इश्यूजहरु छ छैन, अनि तपाईले पोस्ट गरेको भिडियोहरु कम्युनिटी गाइडलाइन रुल अनुसार इलिजिबल छ कि छैन, तपाईको आईडी कुन कन्डिसनमा छ भनेर कहिले चेक गर्नु भएको छ? हो, फलोअर र भ्युज नबढ्नुको मेन रिजन यो पनि हो। आउनुस इजी एन्ड सिम्पल मेथडबाट विदिन सेकेन्डमा आफ्नो टिकटक अकाउन्टलाई चेक गर्ने तरिका सिकौं है त। एट फर्स्ट आफ्नो टिकटक अकाउन्टलाई ओपन गरी प्रोफाइल सेक्सनमा जानु होला, अनि राइट कर्नरमा रहेको 3 लाइनमा टच गर्नुभयो भने यहाँनिर टिकटक स्टुडियो भन्ने सेक्सन देखाएको छ नि, हो यसलाई सिलेक्ट गर्नु होला। अनि स्क्रोल गरेर तल आउनुभयो भने मोर टुल्सको मुनि अकाउन्ट चेक भनेर शो गरेको छ, यसमा टच गरिदिनु भयो भने यसरी तपाईको अकाउन्ट स्ट्याटस स्क्यानिङ हुन्छ। जस्तो यहाँनिर लेफ्ट साइडमा लगइन, पोस्ट, कमेन्ट, प्रोफाइल भनेर देखाएको छ भने यता राइट साइडमा चाहिँ ग्रीन टिक शो भइरहेको छ। अब यहाँनिर चाहिँ स्टिल मैले अपलोड गरेको भिडियोहरु पनि चेकिङ हुँदैछ, आई मिन स्क्यानिङ हुँदैछ। मेरोमा चाहिँ सबै भिडियोहरुमा ग्रीन टिक शो भइरहेछ, मतलब कुनैमा पनि प्रब्लम छैन भनेर भनेको। चेक भइसकेपछि देख्न सक्नुहुन्छ नो आउटस्ट्यान्डिङ इश्यूज भनेर शो भइसक्यो, यानी कि मेरो अकाउन्टमा अनि भिडियोहरुमा कुनै पनि इश्यू छैन भनेर भनेको। यदि कुनै भिडियोहरुमा ग्रीन टिक नदेखाएर रेड टिक देखायो भने यसरी पोस्ट रेस्ट्रिक्टेड भनेर यहाँनिर कतिवटा पोस्टमा प्रब्लम छ, टिकटक गाइडलाइन फलो गर्नु भएन भनेर भन्छ। अब यो सोलुसनका लागि पोस्ट रेस्ट्रिक्टेडमा टच गरेर अगाडि बढ्नुभयो भने भिडियो नट इलिजिबल भन्छ। इफ हजुरहरुको कुनै गल्तीले गर्दा भिडियोमा कुनै प्रब्लम आएको हो भने राइट कर्नरमा सबैभन्दा माथि अपिल भन्ने सेक्सन रहेको हुन्छ, त्यसमा गएर कुनै रिजन दिनुपर्ने हुन्छ। यति गरेर पनि समस्याको समाधान भएन भने आफ्नो टिकटक प्रोफाइलमा गएर उक्त भिडियोलाई डिलिट गरिदिनु होला। भरसक टिकटक कम्युनिटी गाइडलाइन विपरीतका भिडियो कन्टेन्टहरु युज नगर्दा बेटर। इफ हजुरहरुलाई भिडियो युजफुल एन्ड इन्फर्मेटिभ लाग्यो भने फलो मी गाइज।